मलाई घाँस खाइरहेछ क्या आम्बु भाग्यो राख न यहाँ यिनले यहाँ पैसा उठाइरहेछ नि हाम्रो ल हिरोको पनि अब तानसेनमा नयाँ सोरुम खुलेछ है ल नयाँ हाम्रो पाल्पा मेलामा अमेरिकन किनिरहेछ क्या कपडाको आज बुटोलमा नेपथ्य आउँदै हुनुहुन्छ है त नेपथ्य हेर्न नगएर हामीलाई हेर्न आउनु भएकोमा धेरै धेरै धन्यवाद छ है त आवाज आएन यार ओके अल राइट हामी धेरै दिनपछि भिडियो बनाउनु लागिरहेको छौँ है त कहाँ छौँ भन्दाखेरि आज हामी चाहिँ तानसेन मेला हेर्न जाँदै 4 जना केटा मात्र छौँ है गाउँमा पुरै घटी अहिले हामी जम्मा 4 जना बसेका छौँ अनि त्यही भएर हामी जाँदैछौँ पछाडि ऋषि भाइ र राम्रो आइरहेको छ यहाँ चाहिँ रोहित र म चाहिँ अगाडि छौँ है त खै कहाँ आयो त उहाँ पछाडि आइरहेछ जङ्गलमा तानसेन मेला हेर्न हिँडे हो लेट्स सी कति वर्षसम्म पुगिन्छ कति बेला हेरिन्छ के हेरिन्छ अनि कति बेला फर्किन्छ लेट्स सी हेरौँ है त लास्टसम्म हाम्रो भिडियो कस्तो मजाले घाँस खाइरहेछ क्या आम्बु भाग्यो ल आउँदा हामी बाटोमा मृग देख्यो मृग देखेर अब हामी यहाँ अब लगभग आर्थक आउ पुग्न लाग्यो यही छ आर्थक हो जता पिच्छे यो बाटो फेरि हाम्रो कुरा कहाँ हो तिम्रो तलबाट आयो होला क्या हामी यसो यहाँ रोकौँ न सँगै जाउँला अब हामी भैरव स्थान हेर्न लागिसक्यो स्थान मन्दिरमा अब हामी 10 मिनटमा हामी तानसेन पुग्छौँ त गाइस 10 मिनटमा ओ माई गुडनेस पुरा घन्टी बजिरहेको छ त यहाँ त फाइनली हामी आइपुग्यो के हो पैसा बोतुलले छन् भिडियो गरेर राख न यहाँ यिनले यहाँ पैसा उठाइरहेछ नि हाम्रो हाम्रो पाल्पाटी पर्वा भिड चाहिँ लाग्यो तानसेन मेलामा तेस्रो तानसेन मेला पो रहेछ हौ कता लाइन फर्काउँछ नि त यार सशस्त्रहरू हो क्या लाउनुहोस् लौ यार यस्तो हो केही नपाइँदो रहेछ यार यार भर्खरै गयो नि त यस्तै हेर्न आएको यही हेरौँ रहेछ क्या हो पाल्पामा हो धेरै रहेछ क्या हो स्टलहरू पनि यत्रो लाइन रहेछ पुरै कहाँ छौ यहाँ छौ ल हिरोको पनि अब तानसेनमा नयाँ सोरुम खुलेछ है ल नयाँ यहाँ छ रेट हाइएस्ट 5,19,000 रहेछ बाबाले बनाएको यसो गरी यार पुरो 3 लाख
जम्मा मास्क त किन्न पर्दा केटा हाले यस्तो भिड छ आज शनिबारको दिन बवाल भिड छ 300 त 300 300 त 300 हुन्छ 100 र 300 गरेको छैन केही छैन भनेको स्टल पुरै अघि पाल्पा तानसेन बजार पुरै बन्द थियो तर तानसेन मेला चाहिँ बवालै रहेछ यो कति यार मान्छेले सबै यही छ क्या आज तानसेनको हेर्न खोजिसकेर लाग्यो ल हाम्रो पाल्पा मेलामा अमेरिकन प्राय किनिरहेको छ क्या कपडाको हाम्रो फरेनरहरू पनि आउँछ हाम्रोमा पाल्पा मेलामा कहाँ हो फाइनली आइपुग्यो बल्ल ओ पिङ खेल्नु नानी हो त्यो हड्डा खाने नानी हो गयो बाबुको ल है गाई यहाँ त चोचे छ है चोचे चोचे यो चोचे पालपाली भएपछि चोचेर खानुपर्छ एक दिन पारो हिँड्दैन नानीद्वारा रोह हेर्छ केटा डरा त पिङ हान्ने भयो होइन रोकियो नि त अरे हाम्रो हाल्छ क्या प्याक भयो क्या अब अगाडि हिँड्न स्टार्ट भयो तर लास्ट मान्छे अब बाइकले स्केटी पऱ्यो नि त पऱ्यो नि साइडमा हजुर हजुर तर हामी सबै यहाँ खेल्न लाग्यो रोहित मात्र यहाँ एक्लै बजेछ है त्यो त यो एक्लै बजेछ ल ल है ल केही होला है एकदमै डर लाग्छ मलाई त ओए ओए त्यसलाई त तलै बस्छ नि त ओए अहिले चाहिँ जिरिङ हुन्छ ओए ओए वा अहिले आउँछ क्या मजा गर्दाखेरि म बेला हुन्छ बे
चिजको गोल रल्टी कस्तो हुन्छ बे रुपियाँ सक्यो यार भयो मजा आयो ल पिङ खेल्यो हामी यत्र बेर ल उयो खेल्न जाने हो र जान्यो यसै गरी राजन राज शिवाकोटी यसै गरी मन्जु पौडेल लगायतका कलाकारहरू आउनुहुनेछ। यति बेला हामीले यहाँलाई सम्मान व्यक्त गर्दै आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र अब भने कति पनि ढिला नगरिकन तपाईँहरूको माझमा तपाईँहरूकै चेलो यही हाम्रो पाल्पाले जन्माएको उहाँहरूलाई मात्रै हुँदैन के नाइ त अरूलाई मात्रै आवाज दिने होइन हामी कलाकारहरूलाई पनि दिनुहोस् सम्मान दिनुहोस् है हुन्छ कि हुँदैन ओके हामी चाहिँ ट्र्याकमा गाउने अब गिटार चाहिँ नगाउँ है त अहिले म ट्र्याकमा कोसिस गरिरहेको छु अनि पायो नि होइन ट्र्याक पायो होइन यो जिन्दगानी बजाऊ है त आज बुटोलमा नेपथ्य आउँदै हुनुहुन्छ है त नेपथ्य हेर्न नगएर हामीलाई हेर्न आउनु भएकोमा धेरै धेरै धन्यवाद छ है त आवाज आएन है आउनु पर्यो ल त हामी निस्क्यौँ अब यहाँनिर यस्तो फोटो सेसन होला नि रहेछ सक्यो हाम्रो मेला पनि लेट्स गो बोइजहरू बोइज एन्ड गर्ल्सहरू लेट्स गो त्यो सबै बोइजहरू मात्र